हेलो। आज हामी आएको छौँ यहाँ जनकपुर घुम्न र जनकपुर जानकी मन्दिर घुम्यौँ, धेरै ठाउँमा घुम्यौँ होइन। अब विवाह मण्डप घुम्यौँ र त्यसपछि एकदमै धेरै भोक लागिसकेपछि पेटलाई टुलाउँदै हामी आएको छौँ। हेर्नुहोस् है, यो मास्टर सेफ हाम्रो सन्तोष शाहजीको थकालीमा। ल आउनुहोस् है, हामी जान्छौँ मास्टर सेफ हाम्रो सन्तोषजीको यहाँ थकालीमा, जहाँ हामी हेर्छौँ आज उहाँले के हामीलाई दिनुहुन्छ, के मेन्यू छ उहाँहरूको, के खुवाउनुहुन्छ। आज आउनुहोस् आउनुहोस् है, भित्र लगाइदिनु भयो। नमस्ते नमस्ते। एकदम राम्रो इन्टेरियर छ यहाँ, डेकोरेसन पनि एकदम मिथिला स्ट्रक्चरमा डेकोरेसन भएको छ। र यहाँ चाहिँ हामी थाली लगाउने छौँ आफ्नो लागि होइन। अब थाली चाहिँ हामी लिन्छौँ। हेर्नुहोस् है, हामी यहाँ मिथिला थाली आइसकेका छौँ, पुगिसकेका छौँ। हात साथ धोएर रेडी, भोक पनि एकदम लागिरहेछ। अहिले चाहिँ तपाईँलाई मेन्यू देखाउँछु। मेन्यूमा के छ हेर्नु है। थाली मेन्यू मिथिला थाली छ, भेज 350, जसमा बासमती राइस, रहर दाल, बिरिया सब्जी, कढाई बरी, सिजनल करी, आलु चोखा, फुलारी, अचार, यो सबै आइटमहरू छ है। थाली अर्को पनि थालीहरू छ यहाँ, मसरुम और पनिर थाली 550 को, यो सबै हेर्नुहोस् है। अब यहाँ चाहिँ हामी अर्डर गरेको छौँ भेज थाली। अहिले हाम्रो छठ पर्व चलिरहेछ, अब त्यो पर्वको हिसाबले चाहिँ हामीले यहाँ स्पेसल एकदम भेज थाली अर्डर गरेको छौँ। तपाईँ हेर्नुहोस् है, भेज थालीमा के आउँछ हामी देखाउनुहोस् तपाईँलाई। ल हेर्नुहोस् है, हाम्रो मिथिला थाली आइसक्यो हाम्रो अगाडि। यो जुन ट्रेडिसनल स्टाइलमा थाली छ, ट्रेडिसनल स्टाइलमा छ यो काठको, यो ट्रेडिसनमा, यो ट्रेडिसनल स्टाइलमा चाहिँ खाना हामीले पाइरहेछौँ अहिले। यो चाहिँ 2टा रोटी, थोरै तरकारी, यसलाई परी भन्छौँ हामी, पकौडा भन्छौँ। यो थोरै तपाईँको स्न्याक्स टाइपको। यहाँ तपाईँको जलेबी खाई, दही, पारा, यो समथिङ के हो जानकारी छैन, तर हेर्नुहोस् है। त्यसमा भिन्डीको सब्जी, थोरै दाल चाहिँ हामी एकदम थप्छौँ, यो दालले चाहिँ पुग्दैन हामीलाई। थोरै यो आलुको तरकारी, र यो चाहिँ तपाईँको यो चाहिँ हेर्नुहोस् है, यो चाहिँ हाम्रो स्याबो। अब यो चाहिँ त्यत्रो थाली भयो हाम्रो। तर अब खाएर टेस्ट गरेर हेर्छौँ कि यसको चाहिँ फिडब्याक हामी के दिनु सक्छौँ। धन्यवाद। हामीले पुरै थाली सकाएको छ, 2चोटि 3चोटि लिएर खाएको छ, एकदमै सफा छ थाली हामीले गरिसकेको छ। खाना हो मायाले पेटले र धेरै परिश्रमले कमाएर त्यो खानाको लागि यहाँ त्यही भएर राम्ररी पेटभरि खाना खान्छ। यहाँको ट्रेडिसन, यहाँको खाना एकदम मिथिला ट्रेडिसनमा छ, एकदम मिथिला स्टाइलमा छ। हजुरहरू पनि यता जनकपुर आउँदा या यता प्रदेशतिर आउँदाखेरि तपाईँहरूले यहाँ आएर खाना खाएर एकदमै यहाँबाट जानुहोस्। मास्टर सेफ सन्तोषजीको यो थकाली हो, यहाँ चाहिँ तपाईँ आउँदाखेरि एकचोटि खाना चाहिँ खाएर जानु। एकदम अथेन्टिक खाना, एकदमै ट्रेडिसनल खाना, र एकदमै तपाईँले तराई मधेससँग छुट्टै खाना तपाईँले पाउनुहुन्छ। र एकदमै स्वच्छ वातावरणमा यहाँको स्टाफहरूको पनि टाइममा आएर सोध्ने, सब खाना तपाईँहरूले हो के खानुहुन्छ, के चिज तपाईँलाई चाहियो, त्यो सबै चिज उहाँहरूले भन्दाखेरि उहाँहरूको एउटा आत्मीयता पनि झल्किरहेको थियो। र यो नेपालको एउटा ट्रेडिसनलाई झल्काउने एउटा ठाउँ पनि हो। त्यही भएर तपाईँहरू आउँदाखेरि एक दुईजनासँग कुरा गर्छु, के छ खानाको बारेमा रिभ्यू दिन्छ उहाँहरूले। ल हजुरलाई खाना कस्तो लाग्यो? राम्रो छ, धेरै मिठो छ। सबैजना आएर यहाँ खानु, राम्रो छ सबै। हजुरलाई खाना कस्तो लाग्यो? धेरै राम्रो लाग्यो। हजुरलाई खाना कस्तो लाग्यो? ल धन्यवाद सबैलाई। यहाँको खाना एकदम मिठो छ। तपाईँहरू आउँदाखेरि यहाँ मास्टर सेफ सन्तोषजीको भित्र थकाली आउनुहोस्, खाना खानुहोस् र तृप्त भएर जानुहोस्। धन्यवाद।